अमूल्य समय खर्च गर्न चाहन्न। मलाई आरोप लगाउनेहरूले त धेरै आरोप लगाएका छन्, लगाउन्, म तिनलाई जवाब फर्काउन्न। ती योजनाकारहरू जो यहाँबाट जित्छु भनेर उठेर बसेका छन्, तिनको आदेशमा मेरो बेडरुममा प्रहरीले मलाई अन्तिम इच्छा सोधेको थियो। यही छन् तिनीहरू। बाघको वरपर बसेर मध्यरातमा पुलिस पठाएर बेडरुममा बुट बजाएर मलाई मेरो अन्तिम इच्छा सोध्न ल्याउने आदेश तिनीहरू यहीँबाट चुनाव गर्दैछन्। मैले जवाब दिएको छैन, म तिमीलाई चिन्दैन। मेरो अन्तिम इच्छा के हो त्यो जवाब यसपटक मतपत्रमा तपाईँले दिनुहोला। कुनै पनि व्यापारी व्यवसायीले रासोपाकोलाई एक सुका दिनु पर्दैन इच्छा भन्दा बाहिर गएर। कुनै मान्छे रासोपाको मान्छेलाई म रासोपाको मान्छे हुँ चन्दा देऊ भनेछ भने त्यसको सदस्यता 1 मिनटमा खारेज हुन्छ। ढुक्कले काम गर्नुहोस्। तपाईँ आफ्नो व्यापार व्यवसाय बढाउनुहोस्, रोजगारी सृजना गर्नुहोस्, राज्यलाई कर तिर्नुहोस्। त्यति गरेर व्यापार व्यवसाय फस्टाएर प्राइभेट जेट तरेर हिँड्नुहुन्छ भने पनि रासोपालाई केही आपत्ति छैन। देशमा रोजगारी सृजना गर्नुहोस्, कुनै नेता भेट्न पर्दैन। राम्रो नेतृत्व हुँदा हामीले गृह मन्त्रालय सञ्चालन गर्दाखेरि बोर्डरमा हामीले तस्करी ठप्पै बन्द गराएको तपाईँहरूलाई थाहा छ होला नि। त्यही गर्छ रासोपाले, बन्द गरिदिन्छ तस्करी, घुसखोरी बन्द गरिदिन्छ। त्यसै कारणले आत्तिएका हुन्। राम्रो काम गर्ने मान्छे कोही आत्तिनु पर्दैन। फेरि पनि तपाईँहरूलाई पुराना दलहरूलाई भोट हाल्नु समानुपातिकतिर हालिदिने हो कि प्रत्यक्षतिर हालिदिने हो कि जस्तो लाग्छ भने यति भन्छु, होइन त्यही ठिक छ भने हामीलाई फेरि देश बनेन भनेर कचकच गर्न पाइँदैन। मौका आएको छ, अहिले घन्टी हो। रासोपाले तपाईँले दिएको भोट बेच्दैन, रासोपाले बिचौलियाको भर पर्दैन। तपाईँ भोट दिने अनि समानुपातिकको उम्मेदवार चाहिँ परिवारका मान्छेहरूलाई बाँडेर दिने त्यस्तो कार्य रासोपाले गर्दैन। रासोपाले जे भन्छ त्यही गर्छ। त्यसैले पुराना दलहरूलाई यहाँबाट म एउटै कुरा भन्न चाहन्छु, साँच्चै तपाईँहरूको संगठन छ, साँच्चै तपाईँहरूलाई संगठनप्रति गर्व छ भने तपाईँहरू प्रतिपक्षमा बसेर सडकबाट हामीलाई खबरदारी गर्नुहोस्। एकजनाले नजिकोस्, एक ठाउँमा नजिकोस्, पुराना पार्टीले एकजनाले नजिकोस्, एक ठाउँमा पनि नजिकोस्। र तपाईँले आफ्नो ताकत, आफ्नो संगठनको ताकत सडकबाट देखाउनुहोस्। हामी काम गर्छौँ, हामीलाई त्यहाँबाट खबरदारी गर्नुहोस्। हामी हेर्छौँ, हामी मजाले हेर्छौँ। तर यसपटक देशको भाग्य बदल्ने बेला आएको छ। यो चेतना एक युग कुरेर आएको चेतना हो, एक युग कुरेर खेर फाल्नुहुन्न साथी हो। मैले कसैलाई पार्टी त्याग्नुहोस् भनेको छैन, पार्टी नत्याग्नुहोस्। पार्टी त्यही हो, चुनाव चिन्ह मात्र फेर्ने हो, सिम्पल। मन लाग्छ मान्छे हो, जवानीमै लिएको पार्टी सदस्यता, जवानीमै लिएको पार्टी सदस्यता नछोडौँ कि नत्यागौँ कि यसो हेर्दा बाटो हातले ल्याइरहेछन्, नछोडौँ कि त्यसो लागेको छ। त्यसो लागेको छ भने पार्टीप्रतिको निष्ठालाई ध्यान दिने बेला होइन साथी हो। यो बेला भनेको देशप्रति निष्ठा देखाउने बेला हो। सिङ्गो देशप्रति, सिङ्गो पुस्ताप्रति हामी भनेका छौँ, यदि हामीले राम्रो काम गर्न सकेनौँ भने तपाईँले हामीलाई बोल्नु पर्दैन। त्यसैले एउटा अन्तिम कुरा भनेर जान्छु। हाम्रा उम्मेदवारहरू यहाँ सँगै हुनुहुन्छ। म प्युठानबाट सुरु गर्न चाहन्छु। सुशान्त वैदिक एउटा योग्य उम्मेदवार, क्षमतावान युवा। थाहा छैन नेपालको राजनीतिमा अब फेरि यस्तै चेतना आएर सुशान्त वैदिक जस्ता साथीहरू फेरि उम्मेदवार बन्छन् कि बन्दैनन् मलाई थाहा छैन। तर यसपटक मौका पाइएको छ। यो मौकालाई हामीले नगुमाउँ। प्युठानका साथीहरूलाई म यहीँबाट अनुरोध गर्न चाहन्छु। त्यसै गरी हामीसँग कमल रोल्पाबाट बलराम थापाजी आउनु भएको छ। अब रोल्पाले रातो होइन नीलो क्रान्ति गर्छ। रातो क्रान्ति धेरै गरेको छ। यही दाङलेकमा देवराज पाठक हुनुहुन्छ। संगठनलाई चुस्त बनाएर आज यति बाँकिलो बनाउनु देवराजी घन्टी बाहक हुनुहुन्छ। उहाँलाई दिल खोलेर भोट दिनु होला। जिताउने जिम्मा तपाईँको, काम गराउने जिम्मा हाम्रो। अर्का होनहार युवा कमल सुवेदी यस अगाडि नै त्यत्रो धेरै मत ल्याउनु भएको। हिजो रोपेको बिउ
आज लहरा जस्तो भएको माथि हुर्किएको छ। त्यो बिउ तपाईँले रोप्नु भएको बिउ हो। यसपटक अत्यधिक बहुमतले कमल जिल्ला जिताएर पठाउनु होला। तपाईँले भन्नै पर्ने एउटा मेरो सारथी जसले हर सुख दुःखमा साथ दिएको छ, युवाको आवाज बुझेको छ। राजनीतिमा आउनु केही जरुरी थिएन। राजनीतिभन्दा बाहिर बसेको भए पनि उसले जहाँ उभियो त्यही आफ्नो धरातल बनाउँथ्यो, जमिन बनाउँथ्यो। तर होइन, सबैले आक्रमण गरेको यो दाइलाई आफू पनि राजनीतिमा होमिएर सघाउनु पर्छ भनेर आफ्ना तमाम काम, आफ्ना तमाम पेसा व्यवसाय छोडेर सँगै उभिएर लडे सँगै लडौँला दाई, मरे सँगै मरौँला दाई भनेर नेता होइन भाइ भनेर सुरक्षा कवच बनाएको विपिन आचार्य आदरणीय हुनुहुन्छ। नेता त धेरै पाइन्छ होला, सँगै लडौँला दाई सँगै मरौँला दाई भन्ने सुरक्षा कवच जस्तो भाइ त मैले हप्ता पाउँदिनँ नि। म धेरै जिम्मा टिकनको लिन सक्दिनँ। इमान्दारिताको जिम्मा म लिन्छु, निष्ठाको जिम्मा म लिन्छु, राजनीतिक चरित्रको जिम्मा म लिन्छु, भ्रष्टाचार गर्दैन जिम्मा म लिन्छु, अनियमितता गर्दैन म लिन्छु। यो आवाज 21 गते मतपत्र हेर्दा तपाईँलाई याद होस्। म यति भन्न सक्छु विपिनका बारेमा। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अन्य धेरै साथीहरू हुन्छ, क्रान्ति सिकादिता या समाजवादी उम्मेदवार हामीसँग हुनुहुन्छ। एउटा यस्तो भरभराउँदो युवा, यो उमेरका युवाहरू कुनले जाने भनेर पासपोर्ट बनाएर हेरेका छन्। यो उमेरका युवा